हाई एभ्रिवान। आज मेरो सपमा MT-15 बाइक आएको छ। यसमा प्रब्लम भनेको बाइक स्टार्ट गरिसकेपछि अलिक कुदाउन खोज्दा कुद्दै गरेको अवस्थामा पनि हामी जब गियर चेन्ज गर्छौँ त्यो बेलामा खडाक खडाक गरेर आवाज आउँछ। अनि जस्तो बाइक हामी पार्कमा राखिसकेपछि कहीँ जानुपर्दा अब हामीले स्टार्ट गर्छौँ। स्टार्ट गरिसकेपछि फर्स्ट गियर हानेपछि एउटा चेनतिरबाट घड्याक्क आवाज आउँछ। त्यो आवाज चाहिँ के कारणले आएको, त्यसमा कुन सामानको प्रब्लम हो, यस भिडियोमा पुरै जानकारी छ, हेर्नु होला। तपाईहरुको पनि बाइकमा, कुनै पनि बाइकमा FZ, पल्सर 220, 150 पल्सर, R15 V3, ड्युक, जुनै पनि बाइकमा यस्तो खालको प्रब्लम आयो भने यो भिडियोको मार्फत तपाईँ त्यसको प्रब्लम सल्भ गर्न सक्नुहुन्छ। गियर सेयर चेन्ज गर्दा पनि चेनकै आवाज आए जस्तो लाग्छ, तर चेनको आवाज त्यो होइन। कतिपय कन्डिसनमा चेनको पनि आवाज आउँछ, कतिपय कन्डिसनमा हामीले चेन पनि एडजस्ट गरेको हुन्छौँ, चेन टाइट हुन्छ, त्यो सिचुएसनमा पनि त्यस्तो आवाज आयो भने के प्रब्लम हुन सक्छ, यस भिडियो हेर्नु होला। यस भिडियोमा त्यो प्रब्लमको पुरै समाधान छ। हामीले गियर फर्स्ट गियर, सेकेन्ड गियर, थर्ड गियर जति गियर चेन्ज गरे पनि, गियर घटाउँदा पनि या बढाउँदा पनि घड्याक घड्याक गरेर आवाज आउँछ। त्यो प्रब्लमको पुरै सोलुसन छ, भिडियो हेर्नु होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। यो बाइकमा त्यस्तो आवाज आउँछ, गियर हामीले चेन्ज गरेपछि त्यस्तो खालको प्रब्लम आइरहेको छ। त्यसको लागि हामीले चक्का खोलौँ। त्यसको लागि पहिला चक्का खोलौँ, पछाडिको चक्का खोलिसकेपछि तपाईँलाई म प्रब्लम देखाउँछु। यो जुनै पनि बाइकमा यस्तो खालको प्रब्लम आउन सक्छ। चेन लुज हुँदा पनि आउँछ भने कति कन्डिसनमा हामीले चेन टाइट पनि गरिसकेको हुन्छौँ। चेन टाइट गरिसकेपछि पनि प्रब्लम त्यही हुन्छ, सल्भ भइरहेको हुँदैन। त्यो कन्डिसनमा हामीले चक्का खोलौँ। चक्का खोलिसकेपछि ठ्याक्कै यहाँ हेर्न सक्नुहुन्छ, यहाँ एउटा रबर हुन्छ, यो स्पोकेटमा लाग्ने रबर हुन्छ। यो रबरको प्रब्लमले गर्दाखेरि यस्तो आवाज आउँछ। स्पोकेटको त्यो घाट प्ले हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। यसमा पुरै यो रबर बिग्रिसकेको छ, यहाँ हेर्न सक्नुहुन्छ, चुट्टिसकेको छ, 2-4वटा चुट्टी पनि सकेको छ, बिग्रेर तन्किसकेको छ। यसमा पहिले यो बिग्रिन त बिग्रिसकेको रहेछ, ट्युब हालेर एडजस्टमेन्ट मात्रै गरेको रहेछ। यसमा चाहिँ सामान नभएको अवस्थामा यसमा ट्युब हालेर पनि 2-4 दिन काम चलाउन एडजस्टमेन्ट गर्न सकिन्छ। र यसमा चाहिँ पुरै चुट्टिसकेको छ। अब चाहिँ आवाज नै आउन थालेको सिचुएसन हो। त्यसकारण हामीले रबर नयाँ हाल्नुपर्छ। यो प्रब्लम यो बाइकमा मात्रै होइन, जुनै पनि बाइकमा यस्तो खालको प्रब्लम आउन सक्छ। र यस्तो खालको प्रब्लम आयो भने कप्लिङ रबर चाहिँ चेन्ज गर्नु होला। यसमा मैले स्टिल वाटको कप्लिङ रबर हाल्दैछु। स्टिल वाटको कप्लिङ रबर पनि राम्रै हुन्छ। यो हालिसकेपछि यसमा यो प्रब्लम सल्भ हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, यसरी टाँसेको हुनुपर्छ 2टा, र पुरानो रबर 2टा अलग अलग भागमा भइसकेको थियो चुट्टेर। 2-3वटा चुट्टिसकेको थियो भने 2-3वटा मात्रै टाँसिरहेको थियो। यो कन्डिसनमा चाहिँ पुरै आवाज आउँछ। तपाईँहरूको गाडीमा यस्तो खालको प्रब्लम छ भने यो रबर चेक गर्नु होला। यो रबर कतिपय कन्डिसनमा रबर चुट्टिँदैन, तर त्यो खाइसकेको हुन्छ, मक्किसकेको हुन्छ, त्यस कारणले घोटेर प्ले हुन्छ। यो घाट जुन छ त्यो स्पोकेटको त्यो प्ले हुन्छ, त्यस कारणले गर्दा पनि आवाज आउँछ। त्यो प्ले छ भने एक्सचेन्ज गर्नु होला, रिप्लेसमेन्ट गर्नु होला। यसमा रिप्लेसमेन्ट गरिसकेको छु र अब चक्का फिट गर्दैछु। यसको प्रब्लम पनि सल्भ भइसक्यो। तपाईँहरूको बाइकमा प्रब्लम यस्तो खालको आयो भने सल्भ गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई केही प्रश्नहरू सोध्नु छ, केही प्रब्लमहरू आइरहेको छ गाडीमा भने कमेन्ट गर्न सक्नुहुन्छ। म जतिसक्दो कोसिस गर्छु तपाईँहरूलाई कमेन्टबाट केही समाधान दिन सक्छु भनेर। र अझै पनि केही कन्फ्युजनहरू हुन्छ भने WhatsApp नम्बर दिएको छु। WhatsApp नम्बरमा पनि तपाईँ कल, मेसेज जे पनि गर्न सक्नुहुन्छ, गर्नुहोला। र भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिएर थोरै सपोर्ट गरिदिनु होला। धन्यवाद।